कुरा क्या जिमिनी प्रो लिनुहुन्छ अनि भिडियो कहाँबाट बनाउने धेरै कुरा थाहा हुँदैन है। सबैलाई थाहा हुँदैन भन्नु खोजेको नि, थाहा हुनेलाई थाहा भइहाल्यो, थाहा नहुने हाम्रो साथीहरूलाई हाम्रो कस्टमरहरूलाई है त हाम्रो जिमिनी प्रो चलाउन चाहिँ यसरी जिमिनी अनि प्रो भनेर प्रो भन्नु पर्दैन, जिमिनी भनेर सर्च गर्ने अनि यो गुगल जिमिनी भन्ने आउँछ, यहाँबाट चाहिँ तपाईँले लिन। अनि प्रो छ छैन हेर्न चाहिँ यहाँ माथि प्रो लेखेको पनि हुन्छ, बत्ती पनि बलेको हुन्छ है। अनि त्यसपछि टुल्समा गयौँ भने चाहिँ हामीले यहाँनिर भ्यू 3 देख्न सक्छौँ। तपाईँको फ्रीमा आउँदैन यो जति पनि यहाँनिरको छ क्रिएट इमेजवाला अथवा यहाँनिर गाइडेड लर्निङ भिजुअल लेआउट होइन, यो सबै यस्तो एडभान्स टुल छ, यस्तो दामी छ होइन, तपाईँले युज गर्नुभयो भने थाहा हुन्छ। अनि फास्ट मोडल होइन क्या, अब प्रो लिइसकेपछि यो थिङ्किङ विथ 3 प्रो मोडल लिने, यसले नेपाली दुरुस्तै बुझ्छ। ओके, तपाईँको हामीले क्याजुअली बोल्ने नेपाली दुरुस्तै बुझ्छ, नपत्याए यो माइकमा गएर एकचोटि नेपाली बोलेर हेर्नु दुरुस्तै बुझ्छ क्या त्यसले। अनि नेपालीमा पनि प्रम्प्ट हान्न सकियो क्या यसले गर्दा होइन। यो हामीले मैले एकजना सरको यहाँनिर भर्खर जिमिनी प्रो लिएर देखाइरहेको छु होइन। अब यहाँबाट 3टा भिडियो भन्छ, योलाई अन गरेर 3टा भिडियो भन्छ, यहाँनिर तपाईँले प्रम्प्ट हान्ने 3टा भिडियो भन्छ, फोटो हाल्नु मन लाग्यो फोटो टु भिडियो पनि यहीँबाट भन्छ। अनि त्यसपछि 1000 क्रेडिट कहाँ आउने हो भन्ने धेरै कन्फ्युजन छ क्या। फ्लो भन्नेमा सर्च गर्ने हो कि फ्लो भन्ने labs.google यहाँनिर चाहिँ फ्लो, यो फ्लो यहाँनिर 1000 क्रेडिट आउँछ है, क्रिएट विथ फ्लो गर्ने। अब फेचरहरू धेरै नै थाहा हुँदैन, अनि त्यसपछि हामीले फुल फेचर पनि युज गर्न आउँदैनौँ क्या। अब यो फेरि यसको डिटेल भिडियो चाहिँ बनाउँछु, यो जस्ट सर्टकटमा चाहिँ मैले आज हल्का एक्सप्लेन गर्न खोजेको मात्र हो है। यसको म डिटेल भिडियो बनाएर टिकटकमा हाल्छु, अनि तपाईँहरूलाई पनि यहाँनिर टिकटकको लिङ्क सेयर गरिदिन्छ। हामी टिकटकमा पनि छौँ है, फेसबुकमा पनि छौँ, इन्स्टामा पनि छौँ। अनि यहाँ न्यू प्रोजेक्ट गर्ने अथवा यहाँनिर क्रेडिट यहाँ हेर्ने कि यसरी यहाँ आउँछ क्रेडिट 1000 क्रेडिट है। अनि त्यसपछि न्यू प्रोजेक्ट गर्ने, अब यहाँ काम सुरु गर्दा भयो। इन्ग्रिडियन्ट के छ, विज्ञापन बनाउनु पर्ने होइन, टेक्स्ट टु भिडियो, टेक्स्टबाट भिडियो बनाउने हो कि। अब यहाँनिर के छ, एउटा केटी मोडल छ, यहाँ एड गर्दा अनि केटी मोडल छ, तपाईँको प्रडक्ट छ, ल स्याम्पूको प्रडक्ट छ, स्याम्पू एड गर्ने। अनि त्यसपछि प्रम्प्ट दामी हान्ने, अनि नेपालीमा के भन्ने हो त्यो पनि दामी हान्ने। अनि त्यसपछि यहाँनिर छ है, जस्तै यहाँनिर आउटपुटलाई 1 गर्ने, 2 गऱ्यो भने 40 क्रेडिट खान्छ। कति क्रेडिट खान्छ यहाँ देखाएको हुन्छ, 20 क्रेडिट खाइरहेको छ यसले अहिले। अनि कुनमा बनाउने, टिकटकवाला जस्तो पोर्ट्रेटमा बनाउने कि ल्यान्डस्केपमा बनाउने। अहिले त धेरै जस्तो ल्यान्डस्केपमै बनाउनुहुन्छ, ल्यान्डस्केपमा बनाउँदा फाइदा होइन, राम्रो देखिन्छ भने भिडियो पनि। फ्रेम टु भिडियो, इमेजलाई भिडियोमा कन्भर्ट गर्नु पऱ्यो, टेक्स्टलाई भिडियोमा कन्भर्ट गर्नु पऱ्यो, इमेज क्रिएट गर्नु पऱ्यो, सब यहीँ छ। अनि त्यसपछि फ्यामिली ग्रुपको कुरा आयो है, फ्यामिली ग्रुप धेरै लाउँदैन है। यसरी जिमेलमा जाने, यहाँ माथि तपाईँको के लेखेको हुन्छ त्यहाँ जाने होइन, म्यानेज योर गुगल अकाउन्ट गर्ने। अनि त्यसपछि यहाँनिर छ फ्यामिली ग्रुप भन्ने छ, अथवा पिपुल एन्ड सेयरिङ भन्ने होला तपाईँकोमा, यहाँ फ्यामिली ग्रुप अन गर्ने होइन। अब यहाँनिर फ्यामिली ग्रुप छ, आउँछ यो अप्सन। अब यहाँ 5वटा इन्भिटेसन लेख्नु भनेको छ, 5जनालाई इन्भाइट गर्ने आफ्नो फ्यामिली अथवा आफ्नो जिमेलहरूलाई। त्यो सबैमा प्रो चलाउन मिल्छ, त्यो सबैमा यो जिमिनी प्रो चल्छ, त्यो सबैमा यो 3टा भिडियो फ्रीमा आउँछ डेली। ओके, अनि त्यसपछि गुगल वान स्टोरेजको कुरो होइन, स्टोरेज पनि सेयरिङ हुन्छ, यहाँ क्लिक गर्ने। अनि तपाईँको कहिलेकाहीँ सेयरिङ अफ हुन्छ क्या अटोमेटिक, अनि त्यसको लागि चाहिँ यहाँनिर कहाँनिर जानु पऱ्यो भने अहिले सेयरिङ अन छ होइन, त्यही भएर यहाँ देखाएन क्या। जस्तै कहाँनिर देखाउँछ भने जस्तै यहाँ म्यानेजमा गयो म, यो यसमा त यसमा यसलाई यस्तो गरौँ होइन। यहाँनिर आयो फ्यामिली सेटिङ भनेर आएको छ, म्यानेज फ्यामिली सेटिङ, यसलाई अन गर्नु पर्ने हुन्छ। मैले यसमा अलरेडी अन गरेरै दिन्छु क्या, धेरैलाई प्रब्लम हुन्छ त्यही भएर। इनकेस कहिले काहीँ अफ हो भने अन गरिदियो भने सबैमा सेयरिङ पनि हुन्छ, फ्यामिली मेम्बरको सबै फेचरहरू पनि चलाउन पाइन्छ। अनि अरू हिडन फेचरहरू पनि भनिदिन्छु म प्रोको, WHISK विस्क भन्ने एउटा छ होइन, यसले कन्सिस्टेन्ट इमेज बनाउँछ। कार्टुन भिडियोहरू बनाउनु पऱ्यो, दायाँ बायाँ बनाउनु पऱ्यो, आफ्नो फोटो राखेर कन्सिस्टेन्ट निकाल्नु पऱ्यो भने यसले काम गर्छ कि। कार्टुनहरू बनाउनु पऱ्यो होइन, इमेज यस्तो रियलिस्टिक 4वटा 5वटा एकैचोटि। अनि त्यसपछि अर्को पनि टुल छ है। अब कहिलेकाहीँ मेरो प्रम्प्ट कस्तो छ त चेक गरौँ, मलाई क्रेडिटको माया लाग्छ भन्ने हो भने चाहिँ गुगल भिड्समा जाने। यसरी गुगल, म यसको एकदम लङ फर्म राम्ररी भिडियो बनाउँछ नि, यो चाहिँ जस्ट धेरैले एउटै क्वेसन सोध्नु हो त्यही भएर मैले बनाएको अहिले चाहिँ होइन। गुगल भिड्स भन्ने छ, कुन चाहिँ छ नि यो साइट्स, गुगल साइट्स लेखेकोमा क्लिक गर्ने यसरी। यहाँ गेट स्टार्टेड भन्छ, ओके, यहाँ गेट स्टार्टेड, यसले 20वटा भिडियो डेली दिन्छ। ओके, प्रम्प्ट ट्राई गर्न, प्रम्प्ट मेरो राम्रो छ कि छैन, भिडियोको आउटपुट कस्तो आउने रहेछ टेस्ट गर्न भयो क्या। यहाँ जाने, यहाँ VO3 लेखेको छ, यो VO3 नै हो। ओके, यहाँनिर VO3 पनि वानकै मोडल युज भएको छ नि, यहाँ फोटो राख्ने, यहाँ तपाईँको राख्ने, अथवा यहाँनिर एनिमेट एन्ड इमेज भन्ने छ, इमेज राख्ने, यहाँ प्रम्प्ट राख्ने, अनि यहाँ भिडियो आउँछ डाउनलोड गर्ने, इजी। ओके, ल यो सबै फेचरहरू इन्क्लुडेड छ। अनि अब सेम क्वेसन दोहोऱ्याएर मैले भिडियो बनाएको, योभन्दा राम्रो एकदम क्लियरली भिडियो चाहिँ म टिकटकमा बनाएर अपलोड गर्छु, अनि त्यहाँबाट तपाईँहरूलाई सेयर गरिदिन्छु।
है।